भनेर त्यो पनि ल भनेर 5 पैसा दिँदाखेरि भाइ त्यो दिन म यति खुसी भएको दिन थियो। 5 पैसा भाइ अहिलेको 100 रुपैयाँ समान थियो 5 पैसा त्यो दिँदाखेरि म कति खुसी भएको थिएँ त्यो दिन के मलाई थाहा छ। त्यो 100 रुपैयाँ मात्र त्यो 5 पैसा जति आउँदैन कहाँ आउँदैन। अनि त्यो तपाईको त्यो पाइपको पाङ्रा बनाएर गुडाउँदै हिँड्थ्यौँ। त्यो पाइप चाहिँ कहाँ पाउनु फेरि कहाँ पाउनु कस्तो थियो। मैले बुवाको खल्तीबाट 18 रुपैयाँ कि 20 रुपैयाँ चोरेर म सर्ने भाइ र विनोद अङ्कल हामी लाउरे हिँडेर यहाँ हरिसालको घर थियो बालाजुमा। त्यो पनि गाई पालेर भाइ त्यो गाईको त्यो 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 लामखुट्टेर त्यो गनाएर त्यहाँ सुत्या घाँसमाथि राति आएर गाईलाई खुवाउने घाँसमाथि सुतेका छौँ। तब अर्का घरमा त्यतिखेर 3 परिवार बसेको घरमा गाई पालेर बस्या कहाँ सुत्ने ठाउँ हुन्थ्यो र गाईको गोठमा त्यो गाईलाई खुवाउन राखेको पराल घाँसमाथि सुतेका छौँ राति। त्यो लामखुट्टेले भाइ सारा सकाएको थियो। 18 रुपैयाँ थियो आउँदाखेरि काठमाडौँ आउँदा 15 रुपैयाँ चट 3 रुपैयाँ बाँकी रह्यो। त्यो भाडा खाजा यो त्यो गर्दा 15 चट काठमाडौँ मैले नै खर्च पाएको थिएन। 18 रुपैयाँ चोर 18 रुपैयाँ चोर हिँडेँ हजुरबाको खल्तीबाट। अरू हजुरबा चाहिँ अब सचिव भएर पुरेत भएर अलिअलि पैसा भइरह्यो त्यो खल्तीमा म चोरेर हिँड्थेँ। त्यसरी हिँडेको छु रिसालमा आएर बसेर भोलिपल्ट ढकाल राजाराम दाई अनि कोले मलाई ठ्याक्कै त्यो गोविन्दको घर अगाडि त्यही चोक थियो माछाभरी चोक त्यहीँ जम्मा हुन्थ्यो नुवाकोटी जम्मा हुने ठाउँ त्यही हो। त्यहाँबाट म भागेर हाम्रो शोभा दिदीहरूको नयाँ बजार पसल थियो सोरोटीभन्दा यतापट्टि अहिले नि याद छ त्यो खोल्टामा त्यहाँ जान भनेर हिँडेको थिएँ भाइ। ठ्याक्क ढकाल राजाराम दाईले कहिले चप्पै समाइदियो त्यो कहाँ। अनि उहाँबाट गाउँबाट चाहिँ बाबुहरू चाहिँ छोरो हरायो भनेर खोज्नलाई आउनु भएको रहेछ समाएर। त्यतिखेर त फेरि कुरा हुन्थेन भाइ। त्यतिखेर त कहाँ यो सम्झाउने त लाउने लापट यो गाला यता गाला यता पनि राख्नुहुन्थ्यो ठटाउने त्यस्तो हुन्थ्यो। घट्यो 5 रुपैयाँ नोट अहिले 100 रुपैयाँ भन्दा चर्को थियो त्यतिखेर। अहिलेको 1000 र त्यतिखेरको 5 अझै त्यो 5 ले जित्थ्यो 5 ले जित्थ्यो 5 ले नोट थियो 5 को। अनि अहिलेको 1000 ले त्यो 5 आउँदैन त्यतिखेरको हिसाबमा। गाउँमा कहिले दसैँ आउँला र मासु खाउँला भनेर बसिन्थ्यो बस्थे। अहिले तपाईँलाई दिनै पछि मासु खाऊ होइन। पहिला 10 वर्षमा एकचोटि भाइ मासु खाने एकचोटि कि कुलदेउता पूजा दिन कि कुलदेउता पूजा बेलामा 6 महिना हो 6 महिना एकचोटि मासु खाने भाइ पहिला। मासु दिउँसै मासु बेलुकै मासु अनि त्यतिखेर 6 महिना एकचोटि मासु खान्थ्यो। त्यतिखेर मासु नखानेलाई चाहिँ दसैँमा के हुन्थ्यो ओहो यसले त मासु खाँदैन भनेर वाइ चाउचाउ त्यो त के दिन्थ्यो छुट्टै थियो त्यतिखेरको सम्झिँदा कार्तिके बोडी गेडाउडी त्यो चनाहरू के हुन्थ्यो सम्झिँदाखेरि अब मान्छे छैन गाउँमा केटाकेटीलाई कथा जस्तै लाग्यो होला।